एक समयको कुरा हो, हरियो पहाडको फेदमा एउटा गहिरो जङ्गल थियो। त्यही जङ्गलमा बस्दथ्यो चालाक काग। ऊ सधैँ गाउँबाट खाना ल्याएर अग्लो रुखमा बसेर मजाले खान्थ्यो। एक दिन उसले गाउँबाट मिठो सुन्तला रोटी ल्यायो। रोटी निकै स्वादिलो थियो, तर त्यो जङ्गलमै बस्थ्यो एउटा लोभी र धूर्त ब्वासो। उसले कागलाई रोटी खाँदै गरेको देख्यो र चाल चल्न थाल्यो। ओहो काग दाइ, तपाईँ त साँच्चै राजा जस्तै देखिनुहुन्छ। तपाईँको स्वर सुनेको छैन, एकचोटि गाउन गाउनुस् न। काग मनमनै हाँस्यो। यो ब्वासो मलाई फसाउन खोज्दैछ। तर उसले झुटो नाटक गर्यो, रोटी अड्यायो र गाउने नाटक गर्यो। अन्तमा उसले ब्वासोलाई भन्यो, म त चाल बुझ्दिन भन्ने नसोच। र पखेटा फटफटाएर अर्को रुखमा गयो र रमाइलो गरी रोटी खायो। ब्वासो भोकै जङ्गल फर्कियो। सन्देश, लोभ, चालबाजी र अल्छीपनले कहिल्यै सफलता ल्याउँदैन। चालाकी र धैर्यले मात्रै विजय हुन्छ।